नेपाली भलिबलमा एकदमै सबैको सम्पूर्ण दर्शकहरूको मनमुटु जित्दै आएका साथै घरेलु भलिबल प्रतियोगितामा एकदमै लोकप्रिय भलिबल खेलाडीको नाममा परिचित भलिबल खेलाडी साथै गण्डकी प्रदेशबाट मिडल ब्लकरको रूपमा प्रतिनिधित्व गर्दै आएका नेपाली भलिबलका चर्चित भलिबल खेलाडी हिमाल सुनारी मगरलाई भव्य स्वागत गरेको छ। सन्दर्भ एनएसजेएफ पल्सर अवार्ड स्पोर्ट अवार्ड 2081 विजेता भई तपाईँ हाम्रो लोकप्रिय राष्ट्रिय भलिबल खेलाडीलाई पोखरा नेपाल मगर सांस्कृतिक सङ्घ कास्की पोखराले सम्मान कार्यक्रम आयोजना गरी सम्मान गरेको हो। त्यसमा हिमाल सुनारी नेपाली भलिबलका एकदमै चर्चित तथा प्रख्यात खेलाडी हुन्। उनी जहाँ जान्छन् जस्तोसुकै खेल खेल्छन् र दर्शकले उनको खेल एकदमै मन पराउँछन् र दर्शकहरू लोभेम्बित भएका छन्। उनीमा बोल्ने शैली, सानालाई गर्ने माया, ठुलालाई गर्ने सम्मान र आफूभन्दा अग्रज व्यक्तिहरूमा गर्ने सम्मान पनि उनको मूल विषय रहेको छ। किनकि हो यसै कारणले हिमाल सुनारी सम्पूर्ण भलिबल प्रेमीहरूको मनमुटुमा बस्दै आएका छन् र हिमाल सुनारी एउटा सामान्य कन्टेन्ट क्रिएटर पनि हुन्। उनले युट्युबबाट आफू जहाँ र जुनसुकै अवस्थामा भएर पनि उनले आफ्नो बारेमा खुलस्त रूपमा जानकारी दिँदै आएका छन् र युट्युबले उनलाई पनि धेरै माया गरेको छ। हिमाल सुनारी नाम भन्ने बित्तिकै सबैले क्विक मास्टर र सिग्नेचर स्पाईको रूपमा चिन्ने गर्छन्। नेपालका ठुल्ठुला घरेलु प्रतियोगिताहरूमा हिमाल सुनारी नाम चिनिँदै आएको छ र उनी भलै विभागमा नपरे पनि, उनी भलै नेपालको जर्सीमा नदेखे पनि, उनी नेपालको टिममा नदेखे पनि उनी यत्तिकैमा लोकप्रिय भलिबल खेलाडी मानिएका छन्। सायद नेपाली भलिबलमा उनी जति चर्चा बटुल्ने खेलाडी कोही छैन, किनकि उनीमा शान्त स्वभाव र खेल उत्कृष्ट खुबी रहेको छ। त्यसैले हिमाल सुनारी सबैको लोकप्रिय भलिबल खेलाडी हुन्। नेपाली भलिबलमा यस्तो नाम थियो कि र छ कि भन्ने पनि उनको त्यो नामले पनि चिनाउने गर्छ। उनको हिमाल जस्तै नाम अटल हिमाल हो उनको नाम। थोरै भलै हाइटमा कम होला तर उनीमा खेल र खुबी भन्ने निकै चतुर आइरहेको छ। पाल्पा रामपुर निस्तीमा जन्मिएका हिमाल सुनारी यतिखेर गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्दै आएका छन्। हवस् त तपाईँलाई हिमाल सुनारीको खेल कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला र एनएसजेएफ पल्सर अवार्ड 2081 को विजेता हुन सफल भएकोमा हिमाल सुनारीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद।